हाम टेन्टबाट देखिने भ्यू लेट्स सी कोले भन्यो The ETA, Lambo pops on the lap, then strip everyone in my gang and my DJ pay. Why's my man talking about inshallah? These times he don't even pay. Why's my man wearing a Jesus piece? Yep, so it's guys, we are back with the new vlog. आज चाहिँ हामी क्याम्पिङ जाँदैछौँ यहाँ सामान रेडी हुँदैछ हैन लेट्स सी साधनहरू पनि रेडी भइसक्यो हैन ए अब जानुपर्छ मजाले लेट्स सी अपडेट गर्दै गर्छु अच्छा विजेश सर यता हुनुहुन्छ हिमाल सर अय्या ल लेट्स सी अपडेट गर्दै गर्छु ल त्यहाँ बुटोल देखिरहमा कि चुत भिडियोमा आयो पोसानी भनेको झन् भिडियोमा त केही भएन केही भएन यी यता विजेश छ तैँले बना न सुरुमा त्यहाँ हिमाल दाई होइन त्यहाँ के अरे बाबु नाम सागर यस्तो छ है यता माथि उस है जा माथि चाहिँ जाम चल स्कुटर यहीँ छोडेर हिँड्न पर्छ है हामी मानङकोटको लागि यस्तै छ अवस्था राखिस लक गर ह्यान्डल पनि हेलमेटलाई डिक्कीमा राखे हुन्छ दाउरा कसरी लाने यार दाइ आफ्टर ल्या के हो यो फेरि कभर रेडी भएर हो थोरै यो दाइ यस्तो छ लेट्स सी प्रश्न होला होइन पर्सनल त कताबाट हिजो दाइ माथि चढ्ने लाइट बाले किन केटा ल हिँड्नु न भिडियो टेन्स नगर्नु न के बेइजे त तपाईँको भन्नु त भिडियो बनाउनै मन लाग्दैन के डकुमेन्ट गरिदिन्छु नि त कसैको हालत देख्दा ल खै ल दाउरा देखाउने त यता मासु पोल्नलाई दाउरा तर त्यो दाइ बुटोल होइन नि पाल्पा हो त्यो बुटोल त्यही डाँडामा काँटो कहाँ डाँडामा बुटोल काँटो होला भनेको कि म हाम्रो घरकै दाइ बाबाहरूले हन मुढामा पाल पारेर मासु पोल्ने बनाखान यार भित्र मात्र बोल्छ पुरै जल्न जल्न त त्यो पुरै भ्याउनी हो अरे तर हजुर डराइन केही हुन्न केही भएन हल्का जङ्गल जनावर बजन नै स्पिकर ल्याउनु भएन र पछाडि हो के कहाँ पछाडि हो फेरि आर्मीको ट्रेनिङ गर्नुभयो के रे बागानी आर्मीको ट्रेनिङ केही पनि हुन्न पाएन तिमी यार भिडियो गराउन छोडे त बोक त यार
ल रोकिनु यत्रो कार्पेट बोकेछु यार दाइ यार गरुङ्गो त छैन तर हातको स्पेस खायो क्या यसले ब्यागै मिलेन के रहन ब्यागले मिलेन पहिले ब्याग मलाई दिएको भए मैले बोक्थेँ नि दुईटा हात मेरो अदालत नै एउटा हातमा टाइट हाल्नु त अहिले त्यो भएर धेरै भारी आदत गर्नु मिलेन कि त्यही माथि झुन्डाइ राख्नु माथि गएर हेर्छु म्याप हेर्नुपर्ने स्थिति आयो यहाँ त मैले म्याप दाइ यो एउटा मात्रै बाटो देखायो यहाँ दुईटा बाटो हो मलाई छिटो चल्नु हौ ए जाम बरु हिँड माथि जाम के दाइ 4G चल 4G ल अब ल दाइले ल नर्थ अरे अब नर्थ उता मुनतिर यता छैन र बाटो यता जाने नर्थ यता हो नर्थ यता हो यता होइन यो कहाँको हो कहाँ उहाँ मुनुङको टेस्ट कहाँ बाउ अहिले पहाडबाट किचनले छाम बोलाउली फेरि बोलाएर के हुन्छ चुम्मा खाम्ला केही छैन छि नियतमै खोट छ अहिले 2 पेक नहाद्दा त यस्तो वी आर टप कसलाई दामी विपिन दामी यार दाइ यार हरि बवाल घुम्न पर्यो घर त देखिन्न भोलि बिहान हरिफ देखिन्छ जाम्दै क्याम्प सेट गरौँ अब ल क्याम्प सेट हानौँ खानको हो कि यो टेन्ट तर दाइले पुरै उचाली गर्नु ल ल कुन साइडमा राख्ने यहाँ माथि बाँध्दै विजेश बाँध्न पर्छ राति घुसु होला दिनतै तर हाम्रो क्याम्प रेडी भइसकेको छ कसको टोपी यस्तो छ we gonna survive a night in here आज है रातभरि यता लाइट बाल्नु न हौ ल खै म्याट ल्याउ त अरू भन्दा नि ल म्याप दिस ए त्यसको डबल चाहिँ हो त्यो मच्छेडवाला जाली हो के मच्छेरदानी ल है झिर त ठुलो छ नि होइन दाइ खैलो मिठो छ के टेन्ट तर ल यो पुगाल्नु त सुरु न यो म यता म उस गर्दैछु तिमीले आगो बाल्नु ट्राई गर्नु यहाँ निक्लिसकेको र विजेश लाइट लो ल सागर तिमी मसँग आऊ अलि उता बालौँ यो टेन्टमा झुक्केर नि लायो भने भेजा हुन्छ यही त हो बाल्ने कता यहाँ लाग्दैन कि टेन्टमा त अलि यता बालौँ न अलि उता के कुनातिर लाइट बाल्छ ल बालेछु खै त सबै जलाले अब सब भित्र गजार्ने हो यहाँ हो के बाल्ने टक्कै यही बाल ल टेन्टको भित्र यहाँ सबैजना बाल रहेछ यार यहाँ त उफ्रेर खेल्न पनि मिल्छ होला हेर आज खाना यही हो यति हो अरू केही छैन खाना किन्न पर्दो रहेछ हामीले वाइप्स के खाना खाएपछि हात धुनु हात पस्न सजिलो हुन्छ ल आगो बल्दैन बोलो है बोलो गाइस ल यो ठुलो दाउरा नि झोस् तिमी है भरेन अहिले यहाँ रहेछ त खै त्यसको ठुलो दाउरो के अब गाना हेर न सुन न यस्तो
के ल मेरो पनि योगदान भयो है थोरै भयो नि ल केही भएन ल्याइ भिडियो बना हौ ल आज हामी यही सर्भाइभ गर्नुपर्ने हुन्छ यो हाम्रो टेन्टमा कुन हो यार दाइ त्यही हो क्या त्यो रक भर्जन हो क्या लिरिक्स भन्नु यति म भनिदिन्छु ल सुन्नु न ए सुनेछु दाइ अहिले भाइरल छ होइन यो मैले सानो बनाएको त्यही हो। भिडियो बनाउँछ नि यहाँ ए ल ल ल ल ल मेरो फेरि लास्टै धेरै जिबीको हुन्छ दाइ भिडियो भाइ आइफोन यार होइन कति जिबीको हजुरको कतिको मेरो त जतिन्छ के अर्छ मजाले 256 हो होइन 128 हो ए मेरो 256 हो त्यही पनि त्यही मेरो क्यापेसिटी छ नि त कान्छा मेरो नि छ यार दाइ यार 8 किनेर जिबी राखेको छु कि मैले ए हो र अनि स्टोरेज किन्नुहुन्छ हजुरले स्पेस किन्नै पर्छ हामीले त्यो त किन्न पर्छ यार जति धेरै स्पेस किन्नुपर्छ हामीले बोल्दैछ लाइन बोल्दैछ हुनुपर्ने कि हामीले होइन ल्याउनु पर्ने क्या टेन्टभित्र राख्नलाई एउटा यसले मैले किन्ने त सोची थियौँ होइन हामीले सोच्नु अहिले सोच्नु पर्दो रहेछ भनेको भए त घरै छ नि मसँग यार दाइ यार के लाइट कुनलाई टर्च लाइट वाला पछाडि अगाडि बोल्ने के ल्याउनु पर्दो रहेछ खै कसैले मलाई उस्तै हाल्छ के लाइट कहाँ लु भाइ कति बजे दाइ हेरौँ त मोबाइलमा हो क्या 9 बजे 11 मिनट भयो क्या लौ होइन यहाँ लाइट चाहिन्छ ओ 9 बजे 9 मिनट गएछ यार अहिले 9 यार बजे 11 मिनट भयो औ ल एकछिनमा भेट्छु ल मिठो बोले आगो क्याम्प फायर निम्नतिर भएन कि रासन निकालिसके एउटा रासनको पछि लाग्यो ल सबैले एक गुन्टा उस निकाल दाइले एक डब्बा रासन निकालिसके तरल पदार्थ ल्याएन कि थाहा होइन तरल पदार्थ अहिले निक्लिन्छ तिमीले वाइस पोछ के के कहिले मोबाइल त अब त दुईटा हालेर चाहिँ इन्जोय भइरहेछ है ल ल सबैलाई ह सबैलाई छ कि चारवटा चारवटा चारजनालाई चारवटा लेखाएको के के झिर ओ त्यो त त्यहाँ अझै त्यो यस्तो कोक ल्याम न कोक खाम ल यस्तो छ है सबैजना मिस्टर विजेश हजुर सर मिस्टर हिमाल रुक यो मेरो ड्रिम थियो के अरे मैले आफ्नो प्यारो दाइ विपिनलाई जिन्दगीमा कहिल्यै थ्याङ्क यू भनेन तर यो मेरो ड्रिम कम्प्लिट गरिदिएकोमा धेरै धेरै धन्यवाद गरिदिएको मैले धन्यवाद उसलाई प्लान मेरो थियो सुन्नु न मैले भनिदिएको के एकछिन रुक्नु न अनि मेरो अर्को दाइ आफ्नो साक्कै दाइ नभए नि आफ्नो साक्कै दाइ भन्दा कम छैनन् त्यसैले पनि धेरै धन्यवाद र अर्को दाइ नयाँ भेटिनु भयो अब लास्ट अफ प्लान मेरो क्रेडिट जति उता भयो यार यसले त दाइ चुम्मै खाइदिन्छ क्या यार आज राति सँगै सुत्ने लास्टमा हेर त मैले भनेको केटा जाम क्याम्पिङ जाम भनेको भनिरहेको थिएँ कि मैले हजुर बिच्चा बोल्नु साँच्ची सबैलाई भन्ने बोल्यो यार दाइ यार ल्यारे मुडो त अब ल्याउनु पर्छ क्या अर्को लट यो मुडो दाइले हरिप ल्याए दाइ यहाँ छोप्नु त भनिराख्नु थियो यहाँ चलिरहेछ है अब चाखामै त पहिलो लटको दोस्रो मासु कस्तो भयो बबाल छ दामी भयो यार दाइ। विशेष कस्तो भयो ए उता त अर्को लट हाल्न रहेछ नि अर्को हाल्यो त ए तिम्रो खाऊ के कालो भइसक्यो त्यो देखिँदा मात्रै कालो क्या दाइ होइन भइसक्यो रेडी हो के मसला गर्दा हो क्या त्यस्तो भएको नन त ल पाकिसक्यो दाइ, कट गर्नु ल यता के देखाउनु पानीहरू जस्तो देखिएन यता देखाउनु के दाइ ल देखाउने भयो अनि देखाउनु न म त अब बन्द गरिदिन्छु होइन एक्लै यता यस्तो भइरहेछ है यहाँ फेरि त्यहाँ छ हाम्रो क्याम्प यहाँ छन् भाइ
बोल्यो नि हेर नि बोल्यो आरन्डिका बोल्यो 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 मिठो बोल्यो पुरै मासु मासु बोल्दै त बोसो रहेछ क्या यो दाउरालाई अलि उता गर न ठिक छ ठिक पोल्टामा सिक्का लौ राख यो तातो झिर यस्तो टेन्टमा नराख के पाल पर्छ ए जति अट्छ त्यति हालिदेऊ क्या ल त्यो उस गर है Me, I just deal with people exactly how they treat me. No one checked on me when I needed. So I just stack my bread, stay in my Low. bread and not in my feelings. Overthink too much, I get distracted, start to deep it. Me, I just deal with people exactly. ए यो माथि के चल्यो अब उनेर देऊ क्या उनेर यो अहिले नदेऊ यहीँ राख्देऊ उनेर लिगमला हुन्न अहिले चाहिँ यति भयो यार तर टिभी एउटा टिभी ल्याएको भए सोही हुन्छ न तातो तातो रहनु त के हाल ल आऊ रोक न है आऊ आएको पालम सबको अब यहाँ त दुईटा झिर थियो अरू झिर खै पछाडि छन् कि बाहिर बाहिर ए मा मलाई निकाल ल्याऊ जुत्ताहरू अहिले ल्याम्ला कि अहिले के ल्याउने गरेर ल्याम्ला के त अहिले ल्याम्ला बाहिर गर्नुपर्छ एउटा कोक उस दाइले ए दाइ सब बन्द यार हो ल केही भएन हामी माथिसम्म गयो गरे ल ठिक छ पानी यो छोप त बिजेस पानी खान्छु यार पानी खानु पानी कहाँ राखे बे उतिकै पानी झ्यापमा बाबु यस्तो है नै खइहाल्यो अर्को जेबिएलको ल्याउनु पर्दो रहेछ यो लिएर आइयो कि यार पानी खाँदै अनि कोरियन भयो कोरियन के रे कहाँ गएको अरे साँच्ची बुहारी लन्डन होइन ए दाइ यार आई एम फिल्मिङ इट यार दाइ यार बुहारी कहाँ गएको अरे बुहारी खै कहाँ गयो नि बुहारी बुहारी कहाँ गएको अरे कान्छा खै यार दाइ यार कहाँ गौ यार भाउजू यार छ्यात यार हिमाल दाइको भाउजू यार मेरो भाउजू त काठमाडौँ के त खै ल आनम ल खै चटनी खोलम त दाइ चटनी खोलम भिडियो बनाएको पुरै पिङ्क कलरको स्प्राइट त देखिन्छ हुन्न कि राम्रो हुन्न कि यसमा डाप्की ल। भाने कोक नि ल्याम ल दाजुभाइले यो खाऊ हामी साला भेनाली खान्छौँ यो ल हो के खान्छ लगाइ सुत्ने हो कि गाह्रो छ राजा मलाई छ यार हातमा यस्तो लाएर कस्तो भयो केटा अरू भन्दा चटनी मिठो भयो यार दाइ यार मुख बाँगै भयो नि हड्डी कहाँ राख्ने हो हड्डी यहीँ राख न यत्रो प्लास्टिक किन हो र बन्द गर न यार एकछिन त यार What man? भयो बे यार पात रहेछ हग्न जाने यहाँ लाइट बना त ल यसो हटाउ न यार भइसक्यो के ल आज चाहिँ अब हामी चाहिँ यही सर्भाइभ गर्नु पर्ने हुन्छ झ्यापमा बाबु हामी उस एमाजोनको जङ्गल हो होइन अब हामी चाहिँ आज राति 12 घन्टा 12 मिनेट 12 घन्टा 2 मिनेट 12 2 मिनेट छ यस्तो भयो है ल ल टाइम देखाइदिए विजय 12 भन्दा 2 मिनेट छ 12 भन्दा 2 मिनेट छ होइन 2 मिनेट छ अब चाहिँ यहाँ भूतसँग डेटिङ हान्न पर्ला एकछिन ल ओइ 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 रोक्नु दाइ ओइ रोक्नु त्यहाँ के हुँदै हो थैट। ल ल अब यस्तै हो है ल ल यहाँ सुत्ने कार्यक्रम भइसक्यो हाम्रो यता दोस्त छन् झ्यापमा बाबु हेलमेट कहाँ राख्ने रे दोस्त यार त्यही राखिदेऊ के खुट्टानिर कहाँ खुट्टा मिल्छ दोस्त यार ए मिल्छ यार दोस्त यार लो टोपी लाऊ ल 12 बज्यो होइन ठिकै छ अब के हुन्छ भोलि बिहान भेटौँला है बाई बाई सर्भाइभ गरेर हो गुड भने नाइट त्यही हो। ल ल
ल है बाबु सुता कुन मुट्टा गुड नाइट कहानी अझै बाँकी छ नि होइन भन्नाले भिडियोमा पो गुड नाइट हो त हामी अब हिमाल दाईलाई कहानी ल हिमाल दाईको कहानी ल गुड नाइट Have a sweet dream. हेभ अ स्विट ड्रिम ल ओए ह्यान्डसे ल हिमाल दाई केही भन्नु छ क्यामेरामा केही भन्नु छैन किन यार भनेर फाइदा छैन क्यामेरा साई हुनुहुन्छ क्या दाइ हाम्रो कहाँ गयो गुड नाइट सी यु टुमारो बाइ स्पिकर खोइ फाइनली वी आर अवेक अहिले चाहिँ बजेछ बिहानको 5:37 यु क्यान सी यता चाहिँ आगो बाल्ने प्रयास भइरहेछ होइन यता चाहिँ कोही सुतिरहेछन् घुरेर होइन 5:37 है लेट्स सी उता चाहिँ त्यस्तो छ फुल मुन ओके हेरौँ यस्तो छ चिसो छ तर ठिक छ आगो बोलिरहेछ बिहान भइसक्यो गुड मर्निङ someone is sleeping in tent but we are here आगोको अगाडि जाडो छ नि दोस्त अरे बुरे खाने अरे बुरा त बात रहेछन् दोस्त यार त्यही गर्ने भए त हामी सुत्दिन्थ्यौँ नि दोस्त यार दोस्त तिमी हो कि जोसेर आगो तापौँ ह्यान त्यान अब के गर्ने त अब तापेर हामी घर झन् न्यानो घर सुत्दिउँ न त हामी सुत्दा घाम लाग्यो अरे त्यही होला गुड मर्निङ अहिले चाहिँ बिहानको 7:30 भयो चाहिँ यस्तो छ दामी सनराइज भइरह दामी यार यता त फोहोर छ ओए ओ दाइ उठ ओए उठ सनराइज भयो यिनीहरू त के गरे हन् Here we are, we finally did it. एक राउन्ड हानेर किन हिँड्न नहुने गरी तिम्रो पनि टेन्टमा छ यो खुट्टा कता जाने दोस्त कसरी जाने अन्त यस्तरी ल हिँड यताबाट हो दोस्त यताबाट यहाँबाट मिल्छ र चल्दिउँ के अरे गराउँदैछु कस्तो वाला दोस्त आऊ न ल रुक अहिले गरौँला कि एक राउन्ड त हानौँ सुरुमा ल चल्देऊ पर्दैन यार दोस्त मुडमा छैन यार अहिले यार ल दामी ल रोक न Yeah, you can see. Right there.
किनर हो म खराटे हान्दैन म खराटे हान्दैन अरे अब फोटो हान्ने गएर मिल्दैन गाईहरू यार हिमाल सिमाल देखिन्थ्यो नि यार त्यहाँ त अझै खुल्लिरहन्छ के यु क्यान सी मुफासा द लायन किङको चट्यान जस्तो यहाँ छन् हाम्रो 3टा मोडलहरू होइन ओ यार अडिडासको मोडलहरू अडिडासको मोडल खै दाइ यार हेर्नु त यहाँ तिमी के को नाइकको हो क्या पुमाको हो म लाउ कि एउटा एक लट हान ल अनि त्यसरी गर सबै मिलाइदिउँ स्टेट आउट अफ दुबई ए आउ अर्को स्टेट आउट अफ तङ्गास अर्को स्टेट आउट अफ बुटोल रुद्र पनि रुद्रबिनी म पनि यार अन्त प्लान छ नि यार उल्टो उल्टो भने नि ल ए यहाँ आउ के फोटो यहाँ ल के ल हान्दिने हो नै हान्ने हैन के गर्ने हो त के ल मलाई मिनी उल्टो लेट्स सी द भ्यू फ्रम आवर टेन्ट है दोस्त हट त यो त बान्न पर्नु गर्न छिटो हट यार दोस्त यार एक लट एकलट हान्छौ टेन्टको हालत यस्तो छ यार अब कसरी ऱ्याप अप गर्ने हो यसलाई यार सब पहिले यार यता छ नि फेरि ल बन्द गर दोस्त यो चेन थक सानो भयो क्या दोस्त खै यार अब हाम्रो ऱ्याप अप गर्ने बेला आइसक्यो होइन अब यो टेन्टहरू फोल्ड गरेर जानुपर्छ दामी सनराइज भयो कहाँ गयो नि केटाहरू त्यही ल ऱ्यापिङ भइसक्यो हाम्रो राम्ररी चर्क्यो यार यस्तो भयो यार किन त्यस्तो भयो त ल्याएकै त हुन्छ कि दाइले त अस्ति राम्ररी पठाएको थियो त मैले पटाएको अस्ति पनि हो ल तँ उठाउनु त भाइ यो भइमे राख्नु भइमे राखेर गएर रेडी भइसक्यो मौसम भएको सबै पठाइदियो बाई बाई मानङकोट देखाऊ उता दोस्त होइन उता बादल पनि देखाइदेऊ ल आऊ अब तिमी चाहिँ त्यहाँ झिर खसालिसक्यो ल्याउ ल घाम त क्या मिठो लाग्यो होइन न्यानो भयो यार ओए दोस्त खुट्टा मड्क्यो यार खुट्टा मड्क्यो यार हेर्दैन न ओ म्यान व्हाट द फक म्यान ओके डन हाम्रो यात्रा एन्डिङ भइसक्यो यहाँ देख्न सक्नुहुन्छ यी अझै यहाँ बाहिर मुटु गरेर एन्डिङ गर्ने मुला छ यहाँ एन्डिङ गरेर हुन्छ आधा बाटामा मैले यहीँ एन्डिङ गर्छु यार दाइ यार अब के गरौँ यार यस्तै छ पारा यार यता सहरको मान्छे होइन अब एन्डिङ भयो त्यही हो सी यू इन अनदर डे बाई